सुशीला कार्की बुढा मैले रवि लामी छानेको राजनीतिक प्रतिशोध भएकै हो भनेर हस्ताक्षर गर्न जाँदाखेरि एउटा मान्छेलाई रात दिन नभनी सुत्न नदिकन 10 जिल्ला 10 अदालत घुमाउने यो कहाँको न्याय हो भनेर बुरुक बुरुक उफ्रिन्थिन्। अनि जेनजी आन्दोलनमा यत्रो जेनजीहरूको हत्या गर्नेलाई चाँडोभन्दा चाँडो कारबाही गरेरै छाड्नुपर्छ भनेर बुरुक बुरुक बुर्कुसी मार्थिन्। पछि प्रधानमन्त्री भएपछि चापचुप सेलाइन्। यिनी पनि कुन एनजिओबाट प्रधानमन्त्री भएकी हुन् सबैले थाहा पाए। प्रचण्डले त भन्थे केपी ओलीको सिफारिसमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको हो भन्थे। साँच्चै हो कि क्या हो? यिनी त केपीको दोस्रो रूप हुन् कि क्या हो? नक्कली केपी केही काम गर्दिनन्, गफ ठुल्ठुला गर्थिन्। अहिले त खतरा खुत्रुक्क गले जस्तो अनुहार बनाएर कुर्सीमा थचारी राख्छिन्।